नमस्ते। सो आज हामी डे हाइकिङ आज हाम्रो बिदा थियो। सो आज हामीले हाइकिङ राख्ने भन्ने कुरा छ, तर कहाँ पुग्ने हामीलाई पनि थाहा छैन। सो रोमानियाको जङ्गल चाहिँ यस्तो हुन्छ है साथीहरू, होइन? एकदम मलाई यो के फिल भइरहेको थिएन, मलाई अन्नपूर्ण सर्क्युटको धिकुर पोखरी यस्तै बाटो छैन, धिकुर पोखरी पुग्न आँटेको जस्तो याद आइरहेछ मलाई खुब। सो एकदम रमाइलो छ सिन, जङ्गल छ है, पुरै ड्राई, अब सबै ड्राई हुन आँटेको देखिन्छ। यो हिउँले गर्दा पनि हुनसक्छ होइन। अनि सो यस्तै छ है यहाँको हालचाल। आज हामी हाइकिङ लगभग हिँडेको 1 घन्टा भइसकेको छ। सो मेरो भ्लगलाई अन्तिमसम्म हेरिदिनु होला र यस्तै भिडियोहरू तपाईँहरू हेर्न चाहनुहुन्छ भने सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरिदिनु होला र झन् मलाई एकदम इच्छुक हुन्छ भिडियोहरू बनाउनलाई। सो उहाँ दाइले चाहिँ अहिले पड्काउन गइरह। सो लाइटर नै हिउँले ओसाइसकेको जस्तो। सो अहिले चाहिँ हामी हिँड्दै मेरो ग्रुपको साथीहरू चाहिँ अगाडि हुनुहुन्छ, अगाडि पुगिसक्नुभयो र सो चिसो छ है, एकदम चिसो फिल छ। एकदम चाँडो भागिन्छ यो आनुप दाइ र निर्मल सोल्टी, उहाँहरू चाहिँ एकदम चाँडो। र मैले सो यहाँ सानो खोला छ होइन, यो खोलाको पानी एकदम चिसो छ भन्ने तपाईँहरूलाई पनि थाहा छैन होइन। सो यस्तो छ है म बस्ने ठाउँ, जङ्गल जस्तो छ। राति यहाँ भालु आउँछ भन्ने कुरा छ। र मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला र म खास गरी तपाईँहरूको सामु चाहिँ कस्तो खाले भिडियो ल्याउँछु भने अलिक सिन हुन्छ नि, अब नेचरको सिनहरू अनि अलिक ब्युटिफुल प्लेस, त्यस्तो टाइपको भिडियोहरू चाहिँ म बनाउँछु। र तपाईँहरूलाई त्यस्तो भिडियो हेर्नु मन छ भने, त्यस्तो भिडियो एकदम हेर्नु मन छ भने चाहिँ त्यस्तो भिडियोहरू चाहिँ ल्याउने छु। त्यस्तो भिडियोहरू हालिरहेको छु र सो फुल सब्सक्राइब गरिदिनु होला अनि त्यसपछि फुल हेरिदिनु होला। एकदम रमाइलो ठाउँ छ है। अहिले चाहिँ हामी निकै घना जङ्गल भित्र छिरिसकेका छौँ।